सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ मित्रहरू। मैले सानो भिडियो क्लिप चाहिँ किन बनाउन चाहेको छु भन्दाखेरि निकै समय पहिलादेखि हामीले सुम्निमा पारूहाङको प्रतिमा निर्माण गर्ने र प्रतिमा सहितको सांस्कृतिक सम्पदा निर्माण गर्ने है र यो देशलाई नै यो राष्ट्रलाई नै एउटा सम्पदा थपिदिने भन्ने हिसाबले त्यो खालको उद्देश्यले चाहिँ नै हामीले सबैजना मिलेर सबैले सकेको कन्ट्रिब्युसन सकेको योगदान गरौँ हैन। सबैले सकेको नसकेको कसैलाई जबरजस्ती छैन हैन। जसले तपाईको चाहिँ आफ्नो पितृलाई मान्दछ आफ्नो स्वर्गवासी बाजे बोजू आमा बाबाको नाममा हैन तपाईको चाहिँ नि सकेको आर्थिक सहयोग गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ नै वेलकम छ स्वागत छ भनेर चाहिँ हामीले सुम्निमा पारूहाङको प्रतिमा निर्माणको लागि धेरै लामो समयदेखि कोसिस गऱ्यौँ हैन। र म युके पनि गएँ, अब हङकङ जाँदैछु लगायतका चाहिँ नि हामीले चाहिँ नि थुप्रै त्यो खालको चाहिँ हैन आर्थिक सहयोगहरू सङ्कलन गरेर सुम्निमा पारूहाङको प्रतिमा निर्माण गर्ने भनेर चाहिँ नि अस्ति 2082 सालको मङ्सिर महिनाको 9 गते जनमतबार मङ्गलबारको दिन हामीले चाहिँ नि शिलान्यास गऱ्यौँ। त्यसका लागि साल्पा पोखरीको पवित्र पानी र सिलिचुङको हैन तपाईको चाहिँ पवित्र ढुङ्गा र माटोलाई लिएर हामीले त्यहाँनिर शिलान्यास गऱ्यौँ। अत्यन्तै भव्य शिलान्यास भयो हैन। हजारौंको सङ्ख्यामा मानिसहरू आएका थिए सब। त्यो कुरा चाहिँ फेरि देखि नसकेर कुन चाहिँ फटाले हैन अब गाली गर्नु त मिल्दैन, चोर फटा गदासम्म चाहिँ भन्न मिल्छ होला, कुन चाहिँले गएर तपाईको चाहिँ नि हैन उजुरी फुजुरी लगाएछ। अब यो नौलो कुरा होइन मेरो लागि हैन। जब मैले फुल रोपेँ मलाई चाहिँ नि हैन उजुरी फुजुरी मुद्दा सुद्दा नै गरे। त्यस पछाडि तपाईको बिरुवा रोप्दाखेरि पनि त्यही भयो, पानी लिएर खुवाएँ कति तपाईको चाहिँ नि हैन त्यो कोका खोलाको विश्व रेकर्डै राखियो त्यो त हैन। त्यो 30-35 वर्षदेखि ल्याउन कसैले पनि नसकेको, चाहेर पनि नसकेको पानी हैन डाँडा छेडेर ल्याउँ कि कसरी ल्याउँ कि पोखरी बनाउँ कि भनेर चाहिँ भुलिरहेको थियो। त्यस्तो खालको पानीलाई चाहिँ नि लिएर मैले 98 दिनमा त्यो पनि खुवाएँ। त्यसको लागि पनि तपाईको उजुरी फुजुरी भुजुरी नै हैन मुद्दा र सुद्धा अनेक परेको हुँदा हुँदा अब सुम्निमा पारूहाङ जस्तो हैन पवित्र कार्य जुन मैले अघि भने यो चाहिँ तपाईको चाहिँ नि हैन किराँत समुदायको नजरमा चाहिँ यो चाहिँ फेरि देवी देवता को प्रतिमा पनि हो त्यो हैन। आफ्नो चाहिँ नि भगवानको ईश्वरको अल्लाहको हैन मागको भन्छ नि त्यो खालको चाहिँ नि एउटा प्रतिमा पनि हो। अब त्यो प्रतिमा बनाउँदाखेरि चाहिँ तपाईको चाहिँ नि त्यो कसरी बनाउने के बनाउने कसो भन्ने खालको चाहिँ नि अब सोधेको रहेछ। त्यसको उत्तर हामीले नगरपालिकाबाट दिइसकेका छौँ र हिजो त्यो पत्र गइसकेको छ। र यहाँ सबैजनालाई म भन्न चाहन्छु यो खालको गतिविधिलाई निरुत्साहित गर्नुपर्छ है। राज्यको 1 पैसा पनि त्यहाँ मैले लगाएको छैन हैन। हामीले राज्यको 1 पैसा पनि लगाएको छैन, एक पैसा 1 रुपियाँ पनि त्यहाँ हामीले बजेट विनियोजन गरेका छैन। त्यो सम्पत्ति धरानुको महानगरपालिकाको मात्र एक्लो नभएर देशकै सम्पत्ति पनि हो हैन। त्यस्तो खालको बृहत काम गर्दाखेरि त्यस्तो खालको कन्सेप्ट भिजन भएको मान्छे ले काम सुरु गर्दाखेरि चाहिँ अब हुन्छ नि विकासका विरोधीहरू। अब यहाँ त तपाईको थुप्रो छ नि त है। यो देश बिग्रेकै त्यस्तो खालको तपाईको चाहिँ नि हैन सडे गलेका मान्छेहरूले गर्दा हो। कुहिएको मनस्थिति भएको हैन, कुहिएको है सोच विचारमा दुर्गन्ध क्या दूषित सोच विचार भएका मान्छेहरूले अब तपाईको चाहिँ नि गएर के भनेछन् अनि अख्तियारले सोधेको त्यसको जवाफ मैले हामीले दिइसकेका छौँ हैन। र यसरी चाहिँ नि त्यो खालको कुराहरू गरिरहेका छन्। त्यो तपाईको चाहिँ नि हामीले प्रत्येक कुराको हिसाब हामी हैन देखाइरहेका छौँ, देखाउँछौँ। र यो कुरा चाहिँ कुनै मान्छेले तपाईको चाहिँ नि तपाईको आफ्नो पितृको नाममा आफ्नो बाजे बोजू आफ्नो आमा बाबा जो चाहिँ स्वर्गवासी हुनुभएको छ उहाँहरूको नाममा दिनुभएको छ। कतिले चाहिँ यो चाहिँ नि हैन तपाईको चाहिँ नि यसलाई आफ्नो इष्टदेव सम्झेर नै हैन मेरो चाहिँ नि आस्थाको केन्द्र भनेर पनि उहाँहरूले दिनुभएको छ। र यसरी चाहिँ एउटा आस्थाको केन्द्र एउटा चाहिँ सांस्कृतिक सम्पदा को रूपमा चाहिँ यसलाई विकसित गरेर लाने विश्व सम्पदाकै रूपमा सूचीकृत गर्ने गरी यसलाई निर्माण गर्ने भनेर हामी लागेका छौँ। त्यसमा चाहिँ भाँजो हाल्नका लागि केही दूषित मनोवृत्तिका मान्छेहरू हैन
लागेका रहेछन् त्यस्ताहरूले केही पनि तर गर्न सक्दैन होइन मैले भने केही पनि गर्न सक्दैन त्यस्ता मान्छेहरूले है हाम्रो यात्रा सुनिश्चित छ हाम्रो गन्तव्य सुनिश्चित छ हामी त्यो त बनाइसक्यो भन्दा पनि हुन्छ अब बनाइ नै सक्यो होइन कुनै पनि हालतले कोही कसैले तपाईँको चाहिँ रोकेर छेकेर छेकेन र यस्तो खालको कुरालाई मैले चाहिँ के पनि भनिरहेको छु भने अब यो मन्दिरहरू यो देशमा कसरी बने होइन कसले बनायो कसरी सञ्चालन भइराखेको छ भन्ने खालको कुराहरू अब सुम्निमा पारुहाङको प्रतिमा निर्माण कसरी भइराखेको छ भन्ने कुराहरू खोज्ने मान्छेहरूले त्यो कुराहरू पनि खोज्नुपर्छ भनेर मैले भनेको छु किनभने सबैलाई प्रकृति जस्तो हुनु पर्यो नि त विभेद नगर्ने खालको होइन यो केही विभेद गर्नुपर्छ भन्ने मान्छेहरू अब सबै त त्यस्ता छैनन् तर केही अझै पनि छन् कि फाट्टाफुट्टा त्यो खालको मान्छेहरूले चाहिँ नि एउटा विभेदकारी षड्यन्त्रकारी चाल चलेको पनि हुनसक्छ यो होइन किराँत समुदायले होइन तपाईँको चाहिँ विशेष गरी किराँत समुदायले आफ्नो इष्टदेव भनेर पनि मानेको हुन्छ सुम्निमा पारुहाङलाई त्यो समुदायमाथि नै तपाईँको चाहिँ एउटा तपाईँको चाहिँ षड्यन्त्र गर्न खोजेको हो कि भन्ने गन्ध पनि आउँछ र यसरी चाहिँ नि हामीले सम्पूर्ण कुरा पारदर्शी गरेर आइराखेका छौँ सबै कुरा चाहिँ तपाईँको यसरी भइराखेको बेलामा यो के भनेर होइन भन्नु भनेको चाहिँ त्यो दूषित मनोवृत्तिको शिकार छ त्यो मान्छेहरू होइन जसले चाहिँ नि अब सानो कुराहरू के हुन्छ कि भनेर गरिरहन्छन् मैले अघि भने नि मलाई त फुल रोप्दा पनि मुद्दा लगाइदियो उद्योग खोलेर चलाइरहेको त्यहाँ पनि मुद्दा उद्योग खोल्दा पनि मुद्दा होइन यी सम्पूर्ण कुराहरूलाई चिर्नका लागि नै श्रम संस्कृति अगाडि आउँदैछ होइन आफ्नो बारीमा होइन मकै रोप्दासम्म पनि मुद्दा आउँछ त्यो देशमा आफ्नो तपाईँको चाहिँ भात खाँदा होइन आफ्नो थालको भात खाँदा पनि मुद्दा आउन सक्ने छ यो देश हो यो यसले गर्दाखेरि त्यो खालका तपाईँको चाहिँ अनावश्यक कानुन र झमेला है समुदायले बनाउन चाहन्छ भने त बनाउँछ नि त समुदायले बनाउँछ नि होइन राज्यको तपाईँको एक पैसा प्रयोग गरेको छैन एक रुपियाँ प्रयोग गरेको छैन समुदायले चाहिन्छ भने बनाउँछ उसले होइन त्यसरी नै बन्यो होला तपाईँको पशुपतिनाथ त्यसरी नै बन्यो होला स्वयम्भू होइन त्यसरी नै बन्यो होला तपाईँको चाहिँ विभिन्न खालका तपाईँको चाहिँ होइन दर्शन गर्ने ठाउँहरू है त्यसरी नै बन्यो होला नि त होइन र पाठीभरा त्यसरी नै बन्यो होला कोही कसैले दान गरेर बन्यो होला नि त कि राज्यले कसै के हो यो है म अख्तियारलाई पनि भन्न चाहन्छु जथाभावी तपाईँहरूले मुद्दा पनि नलिनुहोस् यस्तो यो उजुरी फुजुरीको यो नगर्नुहोस् तपाईँहरू त्यसै पनि बदनाम छ अख्तियार होइन पार्टीको हो भनेर चाहिँ पुराना पार्टीको हो भन्ने कुराहरू छ है सत्ता सधैँभरि एउटा पार्टीको हुन सक्दैन त्यो पनि विचार गर्नुपर्छ तपाईँहरूले होइन त्यो पनि विचार गर्नुपर्छ राज्यको तपाईँको संवेदनशील कुराहरू हुन्छ के कुराहरू हुन्छ यी कुराहरूमा कसरी हुने भन्ने कुरा पनि हुन्छ होला नि है यो देशलाई राख्ने हो भने होइन यो देशमा चाहिँ अनेक परीको चाहिँ यो समस्याहरू जति पनि छन् यी समस्याहरू कोबाट सृजित भयो त भन्ने कुराको समीक्षा गर्न जरुरी छ है भर्खरै भएको जेनजीको आन्दोलनले के सन्देश दियो होइन विश्व सामु हामी शिर निहुर्याएर हिँड्नुपर्ने स्थिति आइसक्यो सिंहदरबार जोगाउन सकेन होइन राज्यले तपाईँको चाहिँ सर्वोच्च अदालत जोगाउन सकेन होइन सबैभन्दा सार्वभौम भन्ने तपाईँको चाहिँ नेपाली जनताको मत लगेर छलफल गर्ने कानुन बनाउने ठाउँ तपाईँको त्यो पनि तपाईँको चाइनाले बनाइदिएको होला भन्ने मैले सुनेको छु है संसद भवन जोगाउन सकेन यस्ता खालका तपाईँको चाहिँ हाम्रो विरासतको रूपमा रहेका होइन नेपालका चाहिँ तपाईँको चाहिँ धरोहरहरू बचाउन नसक्ने गरी बिग्रेको कसरी भयो त भन्दाखेरि यस्तै कुराहरू क्या फटा चोर फटा गदाहरूले होइन सञ्चालन गरिदिने अनि तपाईँको कृषकलाई उसको बारी खन्न नदिने किन खनिस् भनेर सोधिराख्ने होइन कृषकलाई तैँले किन खनिस् भनेर सोधिराख्यो भने त्यही तपाईँको खन्दै गरेको होइन कुटोले चाहिँ टाउकोमा बजार्दैन त त्यसले गर्दाखेरि धेरै होस विचार गर्नुपर्छ म सबैजनालाई त्यो भन्न चाहन्छु र यो समुदायले गर्दै गरेको कुरा होइन कोही कसैले सरसफाइ गर्छ किन गरिस् कोही कसैले बिरुवा रोप्छ किन रोपिस् होइन यी कुराहरू सबै कुरा गलत छन् विकास हुनुपर्छ यो देशमा समृद्धि हुनुपर्छ यो देशमा होइन काम गर भन्दा नगर भन्ने चाहिँ तपाईँको होइन कानुनलाई हामीले अब चेन्ज गर्नुपर्छ त्यसका लागि हामी श्रम संस्कृति होइन तपाईँको चाहिँ महाअभियानमा पनि छौँ र चुनावमा हामी भाग लिन्छौँ चुनाव चिन्ह माटो छ होइन तपाईँहरूले देखिराख्नु भएको छ चुनाव चिन्ह अन्जुलीमा राखेको यो देशको पवित्र माटो यो देशको महान देशको होइन महान तपाईँको चाहिँ पुर्खाहरू महान शहीदहरूको
तपाईँको चाहिँ नि पसिना र रगत बगेको तपाईँको चाहिँ नि पवित्र माटो, त्यो मलिलो माटोमा चाहिँ त्यो तपाईँको चुनाव चिन्ह हो, त्यसमा भोट हाल्नुहोस्। त्यो उजुरी फुजुरी गर्नेले त्यसमा भोट हाल्नु खुरुक्क होइन, हावामा। यो त तपाईँको चाहिँ नि अनुहार देखाउनु पनि लाज लाग्ने गरी तपाईँको चाहिँ त्यस्तो गर्नु हुँदैन। 2 दिन बाँच्ने हो मान्छे, धेरै छैन क्या होइन, 2 दिन बाँच्ने हो नि त, 2 दिन बाँच्ने हो। 2 दिन बाँच्दाखेरि तपाईँको चाहिँ नि अर्काको खुट्टा तान्नेहरूलाई पात चिताउने होइन, कसैले चाहिँ नि केही राम्रो काम गर्दैछ भने हतार गरेर चाहिँ भत्काइदिने, यो खालको प्रवृत्तिदेखि कहिले हामी माथि हो। म यो भन्न चाहन्छु, सबैजनाले यो कुरा बुझ्न जरुरी छ। सो भएको कारणले गर्दाखेरि हामी जस्तो होइन, यो माटोको तपाईँको चाहिँ नि सुगन्ध बोकेका मान्छे, यो माटो माटो माटो, देश देश देश, सुशासन सुशासन सुशासन, विकास विकास, समृद्धि, सुख, नेपालीले कति दुःख पाउने हो। देशमा चाहिँ बसेर भात खाने स्थिति छैन, विदेश गएर कुटाइ खाएर आइन्छ, कटाइ खाएर आइन्छ, बाकसमा प्याक भएर आइन्छ। यस्तो खालको देश, घिनलाग्दो देश होइन, यस्तै खालको तपाईँको चाहिँ चोर फटाहरूले गर्दाखेरि भएको हो। त्यो पनि भन्न चाहन्छु। हामी मान्छेलाई तपाईँको चाहिँ सत्य बोल्न र सत्य स्वीकार्न सिकाउँछौँ। सत्य बोल्न सक्नुपर्छ, सत्य स्वीकार्न सक्नुपर्छ। र यी सम्पूर्ण कुराहरू यहाँहरूलाई मैले राख्न चाहेँ। कुराहरू धेरै छन् भन्न, कति छन् होइन, टनाटन तपाईँको चाहिँ कुरा छन्, तर सबै कुरा भन्नु साध्य छैन। अहिलेलाई मैले यो भने, यस्ता खालका हरकत गर्ने जो कोहीलाई हामी खबरदारी गरिरहेका छौँ, खुलेर कि त आउनु पऱ्यो होइन, म यस्तो हो भनेर आउनु पऱ्यो, हिम्मत गरेर आउनु पऱ्यो नि त होइन। मर्दको छोरा हो, मर्दको छोरी हो भने त आउनु पऱ्यो होला नि होइन भनेदेखि लुकेर खालि तपाईँको यस्तो उस्तो भनिराखेर र त्यही कुरालाई चाहिँ तपाईँको छैन होइन, एउटा फन्डा बनाएर कतै कि त्यो खालको छैन तपाईँको दूषित मनोवृत्ति भएका मान्छेहरूलाई पनि म भन्न चाहन्छु, त्यो फन्डा सन्डा त्यो कुरा केही पनि छैन है। फन्डा सन्डा गर्नुभयो भने तपाईँहरू गोल अन्डा हुने हो, त्यति कुरा मैले यति भन्न चाहेँ। सबैको जय होस् भन्न चाहन्छु, शुभ दिन रहोस् भन्न चाहन्छु। र शुभ दिन त्यसै रहँदैन होइन, शुभ विचार पनि आउनुपर्छ, शुभ सोच विचार र शुभ बोली र व्यवहार आउनुपर्छ। धन्यवाद, नमस्ते।